हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई अनदर भिडियो। मैले चाहिँ अर्को भिडियो बनाउनु गइरहेको छु। यो चाहिँ मेरो छैटौँ भिडियो हो। खासमा चाहिँ के भयो त भन्दाखेरि मैले चाहिँ योभन्दा चाहिँ मैले जुन अर्को भिडियो बनाएको थिएँ त्यो भिडियोमा चाहिँ वास्तवमा लास्ट टाइमको भिडियोमा चाहिँ मैले रुकुमका मान्छेलाई चाहिँ भेडा भनिरहेको छन्। हामीलाई रुकुमका मान्छेलाई नै हामीलाई चाहिँ म पनि त रुकुमेली हो नि त होइन। रुकुमका मान्छेलाई चाहिँ भेडाहरू भनिरहेछन्। वास्तवमा यो किन यस्तो अवस्था आयो भनेर चाहिँ वास्तवमा एउटा भिडियो बनाएको थिएँ होइन। त्यसमा चाहिँ वास्तवमा कोही व्यक्ति यस्ता हुनुभयो वास्तवमा त्यो कुरा त्यो विश्लेषण सही हो भनेर भन्नुभयो भने कोही चाहिँ वास्तवमा एउटा गणतन्त्रको उद्गम स्थल जुन हो चाहिँ जहाँबाट त्यो लडाइँ सुरु भएको थियो त्यो ठाउँलाई चाहिँ यस्तो आरोप लगाउनु त्यो गलत हो। सत्य जहिले पनि एक्लो हुन्छ भनेर चाहिँ त्यस्तो खालको कुराहरू चाहिँ वास्तवमा निकाल्नुभयो। अनि कसैले चाहिँ झगडा गर्ने तरिकाले पनि आउनुभयो। अनि एकजनाले त यस्तो गर्नुभयो, एउटा संवेदनशील राजनीतिक दलको नाम र त्यो चुनाव चिन्ह प्रयोग गरेर चाहिँ वास्तवमा कमेन्टमा चाहिँ जे पायो त्यही चाहिँ बोल्ने खालको त्यस्तो खालको चाहिँ अभिव्यक्ति पनि दिनुभयो होइन। वास्तवमा त्यो उहाँको इच्छाको पर्सनल इच्छाको कुरा, तर उहाँले यो कुरा बुझ्न जरुरी छ कि तपाईँ वास्तवमा तपाईँ आफ्नो नै हुन सक्नु भएन नि, तपाईँ अरू कसैको पनि हुन सक्नुहुन्न। किनभने तपाईँ डाइरेक्ट आउनुमा के छ र यसमा तपाईँ स्वतन्त्र रूपमा बोल्न पाउनुहुन्छ, त्यसमा कुनै कुनै छैन होइन। तर वास्तवमा यसमा चाहिँ मेरो के छ भने गणतन्त्र ल्याउनुमा रुकुमको एकदमै ठुलो हात छ। त्यसमा पनि प्रचण्डको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको एकदमै ठुलो हात छ, त्यसमा दुई मत छैन होइन। तर वास्तवमा गणतन्त्रको उपलब्धि चाहिँ के हो त? बोल्न पाउनु मात्रै हो, अर्काको विरोध गर्न पाउनु मात्रै चाहिँ। त्यो अवस्थामा यदि तपाईँ चाहिँ खासमा ठुलो व्यक्ति हो, पार्टीको एकदमै उच्च ओहदामा भएको मान्छे हो, कुनै पनि भनौँ न सिधै डाइरेक्ट भाषामा पार्टीको कुनै पार्टीको झोले हो, तपाईँ एकदम पावरफुल मान्छे हो भने चाहिँ यो कुराको तपाईँलाई महसुस हुँदैन, यो कुरा तपाईँले चाहिँ फेस गर्न सक्नुहुन्न। यदि तपाईँ हामी जस्तै साधारण व्यक्ति हो, कुनै विपन्न परिवारको मान्छे हो भने तपाईँले चाहिँ एकपटक यो कुरालाई रियलाइज गर्नुहोस्। जस्तो ठुलो मान्छे हो भने पनि यो कुरालाई रियलाइज गर्नुहोस् कि जुन पनि देशमा शिक्षा र स्वास्थ्यको व्यापार भएको छ त्यो देशको गणतन्त्र कुनै पनि हिसाबले सफल हुनै सक्दैन। त्यो गणतन्त्रलाई सफल गणतन्त्र भन्न नै मिल्दैन। यो चाहिँ एज अ माई ओपिनियन है। यसमा चाहिँ यो कुरालाई चाहिँ सबैले यो नै सही हो भनेर भन्नुपर्छ अथवा यो नै गलत कुरा हो भनेर भन्नुपर्छ भनेर म भन्दिनँ। किनभने यसमा चाहिँ आफ्नो आफ्नो पर्सनल विचार हुनसक्छ, किनभने सबै मान्छेको एउटै सोच हुन्छ भन्ने चाहिँ हुँदैन। तर वास्तवमा यदि तपाईँलाई चाहिँ खासमा यदि तपाईँलाई चाहिँ वास्तविक रूपमा गणतन्त्रको बारेमा चाहिँ तपाईँले चाहिँ अब बुझ्नै खोज्नु भएको छ भने एकपटक विमानस्थल जानुहोस्, एकपटक अस्पतालमा जानुहोस्, एकपटक विद्यालयमा जानुहोस्। कुनै पनि देशमा यति कुरा चाहिँ तपाईँहरूले बुझेर राख्नु, संसारमा धेरै यस्ता सफल देशहरू छन् जहाँ गणतन्त्र एकदमै 100% एकदमै कार्यान्वयन नै भएको हुन्छ। तपाईँको यदि माथिल्लो निकायमा मान्छे छैन भने अस्पतालमा बेड नपाउने, तपाईँको चाहिँ अलिकति आर्थिक अवस्था सम्पन्न छैन भने विद्यालयमा पढ्न नपाउने खालको त्यस्तो छ नि त। वास्तवमा त्यो गणतन्त्रको वास्तवमा गणतन्त्र त्यो होइन नि त। गणतन्त्र भनेको विरोध गर्न पाउनु, बोल्न पाउनु, जस्ट मिनट प्लिज जस्ट सेकेन्ड मात्रै होइन नि त वास्तवमा होइन। एज अ मेरो ओपिनियन चाहिँ है, तपाईँ यदि केही गर्दा कुनै पनि तपाईँको घर परिवारको सदस्य तपाईँलाई चाहिँ समस्या परेर बिरामी भएर तपाईँ हस्पिटल जानुभयो भने सरकारी अस्पतालमा बेड पाउँदैन, पावर चाहिन्छ भन्छ। प्राइभेट अस्पतालमा जानुहोस्, व्यापार छ त्यहाँ। तपाईँ एउटा रोग लाग्यो भने तपाईँले जिन्दगीभरि कमाएको सम्पत्ति सकिन्छ। त्यही हो त तपाईँको गणतन्त्र। वास्तवमा विमानस्थल जानुहोस्, प्रत्येक एउटा क्वालिफिकेसन भएको विद्यार्थी, क्वालिफिकेसन भएको व्यक्ति, हरेक मान्छे चाहिँ देश छोडेर गइरहेको। किनभने वास्तवमा सामान्य तपाईँले यो भन्दै गर्दा भन्नु होला कि वास्तवमा आफ्नो पर्सनल आफ्नो चाहिँ वास्तवमा सेवा सुविधाका लागि बढी कमाइ आर्जन गर्नका लागि तपाईँ विदेश जानुभयो भन्नु होला। यदि तपाईँ वास्तवमा त्यो भन्न सक्नुहुन्छ भने तपाईँले चाहिँ ठुलो रोगको ग्यारेन्टी गर्न सक्नुहुन्छ, तपाईँ चाहिँ उच्च शिक्षाको ग्यारेन्टी गर्न सक्नुहुन्छ। पाउनु मात्रै के वास्तवमा गणतन्त्रको उपलब्धि हो त के? यो विषयमा हामीले रियलाइज गर्न जरुरी छ नि त। जति पनि साथीहरू तपाईँहरू यो विषयमा आवाज उठाइराख्नु भएको छ, सायद तपाईँहरूलाई समस्या नै नपरेर हो। अनि अथवा चाहिँ हामी जस्तै परदेशमा रहनुभएका दाजुभाइ दिदीबहिनीहरूले चाहिँ यस्तो कुरा उठाएका कारणले गर्दा चाहिँ उनीहरू चाहिँ विदेशमा गएर आफ्नो भूमि भुले भन्ने खालको कहाँ भुल्न सकिन्छ? वास्तवमा त्यो तपाईँलाई जति माया छ त्योभन्दा कैयौँ गुणा बढी माया छ हामीलाई। किनभने हामीले परदेशको यो जमिन, परदेशको यो भूमि हामीले भोगेका छौँ होइन। अनि अर्को कुरा के हो भने यदि तपाईँ गणतन्त्रको त्यति धेरै ठुलो नै वास्तवमा चाहिँ गणतन्त्रको बारेमा तपाईँलाई त्यति धेरै थाहा छ भने एकपटक तपाईँको घर परिवारको मान्छे कोही व्यक्ति पनि यदि ठुलो बिरामी भएर चाहिँ वास्तवमा यदि तपाईँ विपन्न परिवारको हो भने है, यदि तपाईँ पार्टीको झोले हो, तपाईँ ठुलो व्यक्ति हो, तपाईँ भएर वास्तवमा चाहिँ के मलाई चाहिँ के लाग्छ भने वास्तविक कुरा चाहिँ के हो भने जस्तो हाम्रो जुन नेपालमा गणतन्त्र आयो
जुन 10 वर्षीय महान जनयुद्धले चाहिँ वास्तवमा गणतन्त्र प्राप्त गर्यो, त्यो एकदमै राम्रो कुरा हो। त्यसमा कुनै पनि विरोध, त्यसको त्यसलाई नेगेटिभिटी तरिकाले लिएको छैन। तर जुन तरिकाले गणतन्त्र आयो वास्तवमा अब एकदम 240 वर्षको शासक सत्ता फालियो, यस्तो जे पनि भन्ने कुरा छ, त्यो भनेर के भयो त? ल तपाईँ आफै भन्नुहोस्, कुनै पनि गल्ती गर्यो बिचरा अब नेपाल प्रहरी अथवा भनौँ न सरकारी कानुन निकायको मान्छे चाहिँ वास्तवमा अब कारवाही गर्न खोज्छ, र त्यही गणतन्त्रका जो छन् अब दायाँ बायाँ लाग्ने टाउकेहरू, उनीहरूले चाहिँ वास्तवमा फेरि अब त्यही त हो, अब योभन्दा अगाडि मैले भन्नै पर्दैन, मतलब त्यहीँनिर भइहाल्छ। अनि त्यसपछि तपाईँको अर्को कुरा, प्रत्येक ठाउँमा भन्सार, यातायात, अनि त्यसपछि चाहिँ के भन्छ मालपोत, हरेक ठाउँमा जाउँ, यति तपाईँको पैसा लेनदेन हुन्छ। अब यो वास्तवमा कसैले यदि यो कुराको चाहिँ प्रमाण नै दिनुपर्छ, बिना प्रमाणले किन बोलेको भनेर भन्दाखेरि यो विषयलाई चाहिँ म खासै अगाडि लिन चाहिनँ, किनभने यो सबैले देखिआएको, बुझिआएको र सबैले भोगिआएको कुरा हो नि त, होइन? त्यही भएर वास्तवमा गणतन्त्र छ, गणतन्त्र ल्याइयो, त्यो एकदमै राम्रो कुरा हो। तर नेपालमा असफल गणतन्त्र छ, यो कुरा 100% हो। यदि तपाईँलाई यो कुरा विश्वास लाग्दैन भने यो विषयमा अध्ययन गर्नुहोस्, नत्र भने अन्तर्राष्ट्रिय अध्ययन गर्ने निकायहरूले चाहिँ किन वास्तवमा करप्ट बनाउँछन्, किन चाहिँ वास्तवमा असफल बनाउँछन्, यही कारणले हो। कृपया यो मैले बनाएको भिडियो कुनै पनि व्यक्तिलाई मैले टार्गेट गरेर होइन, मलाई कसैप्रति कन्ट्रोभर्सियल हुनु पनि छैन। नितान्त मैले त्यो कमेन्टहरू देखेर चाहिँ वास्तवमा त्यो कमेन्टको रिप्लाई मात्र दिएको हो। कृपया यो भिडियोलाई लिएर चाहिँ कसैले पनि मलाई पर्सनल रूपमा, व्यक्तिगत रूपमा चाहिँ नराम्रो कृपया नमान्नु होला। धन्यवाद। यहाँहरूको दिन शुभ होस्। नमस्कार।